अडिट त बनाउँदै गर्नु पऱ्यो नि कसो
रोड सब यस्तो डेन्जर रहेछ ढुङ्गा झऱ्यो भने चाहिँ ढुङ्गै ढुङ्गा त पनि 这一次我真的睡着了。 ओइ किस्ने मैले ब्याग चाहिँ बोक्नु सक्दिनँ त्यही बसिराख्नु त्यहाँसम्म त ल्याउँछु जीवनको बाटो उकालो अनि ओह्रालो ब्याग बरु बोकेको होइन क्या त्यस्तो कस्तो अप्ठ्यारो गरी बोकेको म त सक्दिनँ यता एउटा पानी चाहिँ रोकेर जाउँ क्या यहाँ लुगाएर जाउँ क्या माथि गएर हातहरू धुनुपर्छ होला नि त हात खुट्टा हात के त्यो चच्चर बदेहरू बनाउनु पर्दैन अब कति धेरै भारी छ त नि हो त्यो कोक खाँदै जाउँ न भाइ भारी भयो त नि भइरहेछ भइरहेछ गर्नुभयो धेरै नै गर्नु भएको अझै बिस्तारै ल ल ल आहा भिड यहाँ त हेर्न मिल्ने भेज चाहिँ बवाल हो कि यार बाटो चाहिँ यस्तै हो ल तर यो देखाउनु भनेको चाहिँ यस्तो भइरहेछ एक्सपिरियन्स कस्तो भयो त अहिलेसम्मको प्रब्लम by words तर भेज चाहिँ बवाल है यहाँ ल्याएर फेरि कस्तो मान्छेले नपाउने रहेछ नि त फेरि जङ्गलै जङ्गल है एटेर ढुङ्गाहरू तल पल्ट्यो भने के हुन्छ यार मान्छे आउँदैछ भने मान्छेको ज्यान रुखबिरा यस्तै हो यसरी लडिरहेछ बर्खा मासको बाटो यस्तो छ आहा त्यो भर्खर भर्खर लडा जस्तो छ रुख हाम्रो आजको मेन प्लानमा चाहिँ अगाडि हिँडेको अवस्थामा देख्न सकिन्छ आज एउटा कोइरेनीलाई लिएर हिँडेको गाइस कस्तो यस्तो कम फास्ट म्याम कम न के भन्छ त्यो त्यसलाई कक्रोच हो त्यो बोलिरहेको है उसको साउन्ड कृष्टि ओ माई गॉड बवाल छ त यार हेर्नु त यो रक त्यो झर्लाई जस्तो अवस्थामा छ यार प्लिज चत्तो चत्तो ठुक्छ कि अलिअलि तोकिहाल्छ नि यार छोड्दैन यार
ओ यहाँ यार यता खानु थालिसकेको छ यार फोन गर्नु फोन भित्र बसिसक्यो होला छोड्नु नि छोड्यो अलि मैले टिपेपछि मेरो फालेपछि कराए नि मैले त देखेको फर्स्टमा नुन लिएर आउनु पर्ने चाहिँ यार नुन छ त खै गएको छ नुन भन्दा उ भन्छ त टिमुर हाम्रोतिर त टिमुर भन्छ त खुट्टा चिलायो खुट्टामा टोकल क्या हो सँगै नगर सुरुमा मैले नबस्नु मेरो जाउँ या अब हेर्दै नमान्ने त्यहाँ चुइदै जाने मेरो यहाँ नथी चाहिँ कस्तो भइसकिसक्यो बाधो गाइज बाटो यस्तो छ हेर्नुहोस् तर जुगाले त मलाई पनि एट्याक गरिसक्यो छ जस्तो लाग्यो यार भित्र माथि ओइ के हो तर मलाई सिधै स्योर खाइरहेछ कि पक्का हो कसम यार मलाई खाइरहेको रहेछ यार भित्र यार के यहाँ त घर जस्तो नि रहेछ ओ छिटो यहाँ के भन्छ अरे अलिकति माटो छ माटोहरू खर्दैछ असिफ नबोल्ने यार बिहान बाटो तर म चाहिँ यता गाइजहरूलाई कोही पनि सजेस्ट गर्दिनँ आउनलाई अहिले बर्खाको बेला भएर जस्तो हो कि बाटो त मरद छ त यार बाटो त मरद छ मरद कोही मान्छेले हिँडिरहेछ जस्तो छ त नि बाटो मान्छे त हिँडिरहेको हो कि जस्तो छ तलबाट घाँसहरू गर्ने चाहिँ आउँछ मान्छे होइन आज पुग्दैन होला जस्तो छ त यार हेर त बाटो हेर त यो गाडी बाटो हिँडेर चाहिँ पुगिन्छ जस्तो लागेन है मलाई यताबाट छ जस्तो लाग्यो ओ हेर त यहाँ त हिँडिरहेछ बाटो यस्तो छ यार तरिका हो तरिका त हो नि अब यस्तै हेर्न आएपछि अनि यो हाइकिङ हो कि यो त सिधै के हो अरे किनकि हामीलाई टाइम यति बेला मिलेर नि त टाइम बित्तिकै समय त के अरे वेदर केही नहेरिसक्यो
हाम्रो बुटलक पानी पनि परेको छैन घाम पनि लागेको छैन तर वेदरले फेभर चाहिँ गरिरहेको हो हामीलाई यतिको वेदर भनेको हल्का हल्का यसो बरु घाम ब्युटिफुलतिरको भ्यू घाममा होस् उ चाहिँ तान्छ नपर्ने यस्तो ठाउँमा है दुईवटा यतिकै बगेको बाटो चाहिँ पुरै ब्लक रहेछ त बाटो त अब यहाँ लुगा त कति जाने हाई भरे चिप्लेर जानु थाल्छ है नजानु मलाई त कस्तो डर लाग्यो यतिकोमा लडेर थन्काउने हो त उहाँ त्यसलाई छुइसक्यो गदेलाले टोक्दैन चुक्काको माटो भन्न गदेलाले टोक्दैन भारी चाहिँ मैले बगिरहेको छु चाहिँ सक्दैन भन्दा चाहिँ त्यो खाइ आइसक्रिम बर्खाको बेलामा कहिले पनि नआउने यहाँ यो डाँडा पिरातीको सलाला बगिसक्यो के हो चिसो चिसो के जाति के पो भन्छ फुट स्टेप सीने में दिल में धड़कन के समय सक्ने हो त माथि लगेर दिनु पर्यो So hot. So hot. Wow. अब चाहिँ 1300 बाटो आएछ है कस्तो मिठो हावा आएको सिरिरी फेरि 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 नाम पनि भन है खाएछ खाना त खाएछ यार स्टार्ट गरिरहेछ चम्पादेवीले यता देखाइरहेछ होइन साइनले चम्पादेवी यता भनेपछि कुन यो भित्रको बाटो चाहिँ नजानु के हो यो डेम हो उयो बाटो यतै होला के हामी त परे त्यही बाटो अनि त्यहाँ त्यो फोटो खिच्छ टाइमर हुनुपर्छ टाइमर त खै आई डोन्ट नो हो फोटो खिच्नु न गाइस यहाँ आयो भनेर
टाइमर तिरबाट खिचौँ न त्यसको बाद किशन अंडरस्कोर जी पिस्टिल त्यहाँ आची गर्दै छ गाइस कस्तो गराइरह यार पानी मचाइन्छ नि कता उता जाने त्यहाँ यता माथि कता फोटो खिचौँ न पहिला उताको फोटो खिच्छ मैले आफ्नो फोटो खिच्नु पर्छ बवाल देखिरहेको रहेछ है त्यहाँ त क्लाउड पहिला हामी यत्रो आएर होइन त्यो के भन्छ त्यो यो के यस्तै के भन्छ यसलाई डाँडा यो धुवा के तुवालो ढुसी लागेर के हेर्न पाएन हामीले ए हो र के त्यस्तो लागेर केही पनि हेर्न पाइएन कि पहिलाको बेलामा त्यस्तो लाग्यो भने त यत्रो आएको है कस्तो बेला भन्दा यत्रो हिँड्यो हेर्नलाई एउटा पनि देखिरहेको थिएन कि राम्रो भ्यू आइरहेको थियो नि तर यो कराको नि कति मजाको भइरहेछ मेरो वाह मैले अघि नै भन्दा होइन बाइक जानु बाटो छैन